नेवारो सम्पूर्ण दर्शकबिनहरू नमस्कार तथा स्वागत छ मेरो युट्युब च्यानल 24 ब्लगमा। तपाईँ सम्पूर्ण दर्शक मित्रहरूलाई विशेष गरेर आज गणतन्त्रको दिन आज मेरो उद्देश्य के रहेको छ भने तपाईहरूले मेरो यो करेसाबारीमा फलेका अथवा 2082 सालमा मैले रोपेका मैले मेहनत गरेका पसिनाको फलहरू चाहिँ म देखाउन गइरहेको छु। सम्पूर्ण दर्शकवृन्दहरू तपाईहरूले मन पराउनुहुन्छ भने यो भिडियो हेर्दै हुनुहुन्छ भने तपाईहरूले हेरिराख्नु होला। यो जबसम्म यो मेरो भिडियो सकिँदैन तबसम्म तपाईहरूले हेरेर मेरो युट्युब च्यानल अथवा यो मेरो भिडियो चाहिँ मन पर्छ भने तपाईहरूले लाइक कमेन्ट एन्ड सेयर अवश्य पनि गर्नुहोला। म पनि तपाईहरूको युट्युब च्यानललाई अवश्य पनि सेयर गर्नेछु। प्लिज सम्पूर्ण दर्शकवृन्दहरू मेरो युट्युब च्यानल फलो गर्नुहोला भन्दै अब चाहिँ विशेष गरेर म दर्शकवृन्दहरू मैले विभिन्न प्रजातिको फलफुलहरू चाहिँ मेरो बारीमा करेसा बारीमा लगायतका अन्य बारीमा चाहिँ मैले फलाएको छु अथवा रोपेको छु। सो फलफुलहरू चाहिँ म तपाईहरूलाई देखाउन गइरहेको छु। आदरणीय दर्शकवृन्दहरू पक्कै पनि तपाईहरूले मन पराउनुहुन्छ होला। तपाईहरूले यो मेरो भिडियो हेरेर चाहिँ इन्जोय गर्नुहोला, रमाइलो गर्नुहोला भन्दै अब म मेरो करेसाबारी अथवा मकैबारी काँक्राबारी धेरै प्रजातिको जुन बोट बिरुवाहरूको भित्र पसेर तपाईहरूले देखाउनको लागिरहेको छु। आउनुहोस् आदरणीय दर्शकवृन्दहरू किप वाचिङ माई भिडियो भन्न चाहन्छु। यो चाहिँ मेरो करेसाबारीको काँक्राको झ्याङ रहेको छ। यो काँक्रा चाहिँ कतिको फलेको छैन भन्ने कुरो यहाँ भित्र पसेर अवश्य पनि थाहा पाउनु सक्नुहुनेछ। म पनि थाहा पाउनेछु। म पनि योभन्दा अगाडि चाहिँ मेरो करेसाबारी भए पनि म यो भित्र पसेको छुइनँ। आदरणीय दर्शकवृन्दहरू म अब यो मेरो करेसा अथवा यो काँक्राबारीभित्र पस्दैछु। यहाँदेखि म देखाउँदैछु। अहिले विशेष गरेर 2 गते भनेपछि अझै पनि काँक्रा फल्ने र बेच्ने टाइम रहेको छ। यो खासै धेरै समय चाहिँ भएको छैन आदरणीय दर्शकवृन्दहरू। यहाँ 1-2 महिना भएको छ। पहिला पनि मैले यो मेरो काँक्राबारीको भिडियो चाहिँ मैले बनाएर देखाइसकेको थिएँ र आज पनि पुनः आज विशेष गरेर हाम्रो गणतन्त्र दिवसको दिन बिदा परेको हुनाले तपाईहरूलाई अत्यन्तै मनोरञ्जन गराउने उद्देश्यका साथ मैले चाहिँ यो भिडियो बनाएर युट्युबमा हाल्ने र तपाईहरूले मनोरञ्जन दिलाउने यो चाहिँ मेरो पसिनाको फल देखाउने मेरो कोसिस रहेको छ। आदरणीय दर्शकवृन्दहरू यो चाहिँ मेरो करेसाबारीभित्रको काँक्राको बोट रहेको छ, झ्याङ रहेको छ। यो काँक्रा चाहिँ अहिले फल्दै मात्रै छ होइन, पूर्ण रूपमा यो ठुल्ठुलो काँक्रा भएको छैन। यो फुल्दैछ, फुलिसकेपछि फल्ने हो। तर मैले यो फलेको काँक्रा चाहिँ देखेको छुइनँ। पक्कै पनि यो फल्ने नै छ किनभने यहाँ कस्तो छ भने यो चाहिँ एउटा काँक्रा चाहिँ फलेको रहेछ। एउटा भन्दा पनि यहाँ थुप्रै यस्तो हेर्दै जाँदा निकै धेरै नै फलेको हुनसक्छ। तर म यो देखाउँदै अब हुन्छ। यो चाहिँ साग रहेको छ आदरणीय दर्शकवृन्दहरू। यो पालुङ्गो रहेको छ, अत्यन्तै मिठो भिटामिन रहेको छ। मैले चाहिँ यसो गरेर देखाउन चाहेँ। यो चाहिँ पालुङ्गो रहेको छ आदरणीय दर्शकवृन्दहरू। अब यहाँदेखि म मेरो विभिन्न सागसब्जी यो चाहिँ फुलकोपी रहेको छ। यो फुलकोपी खेती यहाँ मैले गरेको छु आदरणीय। यहाँ टमाटर पनि रहेको छ। यो टमाटर अबको केही दिन पछाडि चाहिँ टमाटर किनेर खाने दिन पनि पक्कै पनि जान्छ भन्ने मलाई आशा लागेको छ आदरणीय दर्शकवृन्दहरू। यो कोपी अत्यन्तै राम्रो भएको छ। यो कोपी पनि अब फल्नु आँटेको छ साथीहरू। यो चाहिँ मेरो कोपी खेती रहेको छ भने अब अर्को यो चाहिँ खोर्सानी अकबरे खोर्सानीको खेती रहेको छ। यो अकबरे खोर्सानी यो जुन मर्चिन गरेको यो अकबरे खोर्सानी हो। तपाईहरूले अकबरे खोर्सानी भनेपछि पक्कै पनि थाहा पाउनु भएको छ, अत्यन्तै पिरो हुन्छ होइन। यो चाहिँ हाम्रो ग्यास्ट्रिकको दबाई पनि हुनसक्छ। धेरै खायो भने चाहिँ अब हुँदैन, तर केही थोरै ठिक। यो चाहिँ मेरो यो चाहिँ के रहेको छ भने अङ्गुरको खेती रहेको छ। यो अङ्गुर पनि किनेर खानु पर्दैन होला। अबको 10-15-1 महिना पछाडि यो अङ्गुर चाहिँ फलेर यस्तो भएको छ। अब यो 1 महिना 2 महिना पछाडि अवश्य पनि यो चाहिँ पाक्ने छ। पाकिसकेपछि यो अङ्गुरको बोट नदेख्ने मित्रहरूको लागि पनि यो भिडियो हो। अङ्गुर चाहिँ यस्तो हुन्छ। बोट हेर्नुहुन्छ भने यस्तो रहेको छ। यो अङ्गुरको बोट रहेको छ। यो अङ्गुरको फल रहेको छ। अङ्गुरको बारेमा धेरै म तपाईहरूलाई
विश्लेषण गर्न चाहदिनँ, किनभने अङ्गुरको फाइदा के हुन्छ भन्ने कुरो तपाईँ थाहा नै छ। यो चाहिँ मेरो यो अङ्गुर खेती रहेको छ साथीहरू। म फेरि अर्को बारीतिर लाँदैछु। यो चाहिँ मेरो विशेष गरेर 24/8 सोक्रोक्पा गाउँ रहेको छ। यो विद्यालय रहेको छ, प्राविसम्मको पढाइ हुन्छ भने। यो चाहिँ मेरो गाउँ पनि म देखाउन जमर्को गरेँ। यो चाहिँ मेरो गाउँ रहेको छ, सोक्रोक्पा गाउँ 24/8 धनकुटा रहेको छ। आदरणीय दर्शकबिनहरू, मेरो गाउँ यस्तो रहेको छ। गाउँैभरि सागसब्जी कृषि खेती रहेको छ। यहाँ कोपी पनि थुप्रै रोपिएको छ, जताततै काँक्रा, कोपी, बोडी रहेको छ दर्शकबिनहरू। अब म फेरि अर्को बारीतिर। सम्पूर्ण साथीहरू, मैले यो सिन पनि अत्यन्तै लोभलाग्दो देखेँ। म जब मेरो बारीको फलफुलहरू देखाउनको लागि म जाँदै थिएँ, तर जब यो ठाउँहरू चाहिँ मेरो आँखा पर्यो। आँखा परिसकेपछि तपाईँहरूले पनि नदेखाइ म एकछिन पनि म बस्न सकेन। त्यसैले यो विशेष गरेर कहाँ हो भने हाम्रो चाहिँ 24/8 नै पर्छ। 24/8 मा रहेको अवस्थित यो चाहिँ बसन्ते। यहाँ तलको टार बसन्त टार रहेको छ भने तलको चाहिँ 1800 रहेको छ। आदरणीय दर्शकबिनहरू, यो 1800 को सिन रहेको छ। 1800 तथा यो हाम्रो माइसिम टार 1800। मेरो करेसा बारीभन्दा केही परको बारीमा रहेको यो बोडी, सिक्किमे बोडी भन्नुपर्छ अथवा सिक्किमे बोडी भनेर चाहिँ सबैले भन्नुहुन्छ। यो सिक्किमे बोडी रहेको छ। यो मैले यहाँ मात्रै ठुल्ठुलो डिल 2 डिल जति रोपेको छु। यो भर्खर हुँदैछ होइन। यति धेरै दुःख मेहनत गरेर चाहिँ मैले यो यति धेरै छाक्रा कलेक्सन गरेर छाक्रा राख्नु भनेको धेरै मेहनत लाग्छ। आदरणीय दर्शकबिनहरू, यहाँदेखि माथि डिलमा पनि रहेको छ। यहाँ निकै धेरै नै मैले खेती गरेको छु। आदरणीय दर्शकबिनहरू, यो एउटा मेरो बारीको यो सिक्किमे बोडीको खेती रहेको थियो भने म अर्को बारीतिर पनि गएर तपाईँहरूले म देखाउन गएर परको बारीमा पुग्न आँटेको छु तपाईँहरूलाई। सो मेरो बारीमा रहेका यो चाहिँ सिक्किमे बोडी चाहिँ तपाईँहरूले देखाउन गइरहेको छु। आदरणीय दर्शकबिनहरू, यहाँ हेर्नु होला है। अब चाहिँ म पुगिसकेको छु। यस्तो रहेको छ यो सिक्किमे बोडी भन्छ यसले चाहिँ होइन। अब यो अबको यो चाहिँ चुडिएछ है, ल केही छैन, किनभने 1-2 वटा त चुडिहाल्छ। आदरणीय दर्शकबिनहरू, यहाँ निकै थुप्रै फलेको छ। यहाँ यो फल्दैछ, एकदमै लट्रमै फल्दैछ साथीहरू। अबको केही समय पछाडि 10-15 दिन पछाडि चाहिँ यो बेच्ने बेला हुन्छ। यो बेच्ने अब मलाई के को चिन्ता लागिरहेको छ भने आदरणीय दर्शकबिनहरू, मलाई मात्र नभएर सम्पूर्ण कृषि खेती गर्ने हाम्रो साथीहरूले चाहिँ अहिले थुप्रै साथीहरूले चाहिँ हाम्रो गाउँठाउँ लगायत हाम्रो वरिपरि चाहिँ यहाँ यो सिक्किमे बोडी लगायतका काँक्रादेखि लगायत कोपीहरू चाहिँ थुप्रै साथीहरूले समुदायले चाहिँ खेती किसान गर्नुभएको छ। तर एउटै अहिले मलाई पनि चिन्ता लागिरहेको छ। उहाँ यो के भइरहेको छ भने अब यो कतिको बिक्ने हो होइन, यो बोडीले चाहिँ कति भाउ चाहिँ भेटाउने हो भन्ने चाहिँ मलाई एउटा चिन्ताको विषय चाहिँ लागिरहेको छ। किनभने यति धेरै मेहनत गरेर हामीले चाहिँ किसानले चाहिँ खेती किसान गर्छौँ होइन। खेती किसान गरिसकेपछि हामीले सोचे जस्तो र खेती गरेको जुन खेती किसानले चाहिँ नै जुन उहाँहरूले गर्नुभएको मेहनत अनुसारको प्राइस मूल्य यो कुनै पनि फलफुलले पाएन भने चाहिँ अवश्य पनि दुःख लाग्छ होइन। हामीले किनेर खाँदाखेरि कति महँगो पर्छ, तर आफैले उत्पादन गरेर बेच्नु पर्यो भने अत्यन्तै सस्तोमा बेच्नुपर्ने हामी बाध्यात्मक अवस्थामा छौँ सम्पूर्ण साथीहरू। यो दिनहरू चाहिँ पहिल्यैदेखि भइरहेको छ। त्यसैले यसपालि पनि मलाई धेरै नै डर लागिरहेको छ। बोडी लगायतका यो फलफुल चाहिँ कतिको बिरुवाको जुन प्राइस चाहिँ कतिको राम्रो हुन्छ भन्ने कुरा चाहिँ मलाई चिन्ता मूल्य चाहिँ हामीले सोचेअनुसार अथवा हाम्रो चाहिँ मेहनत अनुसारको प्राइस चाहिँ पाउनुपर्छ होइन भन्ने नै सबैको आश रहेको छ। पक्कै पनि लाग्छ तपाईँ हाम्रो मेहनतको फलको मूल्य चाहिँ पाउँछौँ होला। नपाए पनि अब हामीले चाहिँ यो गर्नु चाहिँ छोड्नु भएन होइन, गरिराख्नु पर्यो। कुनै समयमा कुनै वर्षहरूमा हामीले राम्रो मूल्य पनि पाउन सक्छौँ। किनभने यसपालि चाहिँ धेरै फलफुल कृषि खेतीमा चाहिँ सम्पूर्ण समुदायहरू लाग्नु भएको छ, लाग्नु पनि पर्छ। र तर हाम्रो
राज्यले हामीले उत्पादन गरेको कुनै पनि फलफुल बोट बिरुवा फलको चाहिँ उचित मूल्य चाहिँ पाउनु पर्ने एउटा नीति चाहिँ हाम्रो राज्यले पनि अवलम्बन गरेर सो अनुसार कार्य गर्नुभएको भए अत्यन्त उत्कृष्ट हुने थियो भन्ने मेरो सोच रहेको छ। अनि फाइदा हुनेछ, हाम्रो पनि पसिनाको फल पाउनेछौँ भन्ने महसुस हुनेछ। आदरणीय दर्शक, यो पनि हाम्रो खोर्सानी खेती नै रहेको छ। यो पनि मैले नै रोपेको खोर्सानी हो। साथीहरू, म चाहिँ बारीमा हिँड्दा गलेँ है, गले पनि अब फेरि पनि यो पनि मेरो सिक्किमे बोडीको खेती नै रहेको छ। आदरणीय दर्शकबिनहरू, यो मैले चाहिँ पहिला काँक्रा यहाँ खेती गरेको थिएँ, तर खासै काँक्राले चाहिँ यहाँ उँभो लागेन अथवा फाइदा नदिएपछि यसपालि चाहिँ मैले यो बोडी नै रोप्ने निधो गरेँ। रहेको छ, मलाई देखेर यहाँ तन्किँदैछ है साथीहरू। यो चाहिँ मेरो गाई गोरुहरू हो, 2 एकहर गोरु छ। यस्तो रहेको छ। यो चाहिँ भर्खर मैले अथवा मेरो घर परिवारले यो चाहिँ के हो भन्दा आदरणीय दर्शकबिनहरू, यहाँ चाहिँ धनियाँ चाहिँ छर्नु भएको छ। फाइनली अब चाहिँ अन्तिम म तपाईँहरूलाई भिडियो देखाउन गइरहेको छु। यो पनि मेरो सिक्किमे बोडीको खेती नै रहेको छ। दर्शकबिनहरू, मैले निकै धेरै नै खेती गरेको छु यसपालि। यहाँ यो भर्खर हिजो खासै धेरै भएको छैन, मैले छाक्रा हालेको। यस्तो रहेको छ। त्यहाँ मेरो गोठ रहेको छ। आदरणीय दर्शकबिनहरू, यो तपाईँहरूलाई देखाउँदै तपाईँहरूले चाहिँ आजको यो दिनमा चाहिँ यो मेरो भिडियोमा मैले 2082 सालमा गरेको परिश्रमको फल, बोट बिरुवाहरू, करेसा बारी र अन्य बारीमा फलेका रोपेका सम्पूर्ण बिरुवाहरूको जानकारी देखाउने मैले जमर्को गरेँ, जुन मेरो जमर्को चाहिँ सफल भएको छ। तपाईँहरूले यो अझ यो मेरो भिडियोलाई चाहिँ हेरेर धेरैभन्दा धेरै सब्सक्राइब र लाइक एन्ड कमेन्ट गरेर चाहिँ सफल पारिदिनुहुन्छ भन्ने मलाई विश्वास लागेको छ। तपाईँहरूको युट्युब च्यानल पनि अवश्य म सब्सक्राइब गर्नेछु। मैले अघि नै पनि भनिसकेको छु। तपाईँहरूले यो मेरो युट्युब च्यानल फलो गर्नुभएको खण्डमा, तपाईँहरूलाई लाइक कमेन्ट गर्नुभएको खण्डमा म पनि तपाईँहरूको युट्युब च्यानललाई अवश्य पनि सब्सक्राइब। आदरणीय दर्शकबिनहरू, तपाईँहरूको युट्युब च्यानल मेरो पनि गर्नुहोला भन्दै आज तपाईँहरूले यति धेरै मलाई माया गरेर मेरो यो भिडियो हेरिदिनु भएकोमा तपाईँहरू सम्पूर्ण दर्शक मित्रले धेरै धेरै धन्यवाद दिँदै म पनि आजको यो मेरो छोटो भिडियो तपाईँहरूको माझ प्रस्तुत गर्दै अन्य फेरि पनि पुनः नयाँ अपडेटहरू तपाईँहरू माझ ल्याएर मेरो यो युट्युब च्यानलबाट तपाईँहरूलाई मनोरञ्जन दिलाउने प्रयास गर्ने नै छु। तपाईँहरूलाई यो मेरो भिडियो हेरिदिनु भएकोमा सम्पूर्णलाई धेरै धेरै धन्यवाद भन्दै म पनि बिदा हुन चाहे। हस्त, धन्यवाद, सेवा हो।